नमस्ते साथीहरू, म सुनिल भट्टराई। अहिले तपाईहरु हेर्दै हुनुहुन्छ नेपाली शेयर बजार। आजको विषयवस्तु रहेको छ वैदेशिक रोजगारको लागि कति किता शेयर भर्न पाउने र कसको लागि खुल्ला गरेको छ अहिलेको शेयर र कहिलेबाट भर्न सकिने र कहिलेसम्म भर्न सकिने भन्ने बारेमा तपाईहरुलाई जानकारी दिन चाहन्छु। आज रहेको छ ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि वैशाख 8 गतेदेखि प्राथमिक साधारण शेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ। कम्पनीले आफ्नो जारी पुँजी 81 करोड 56,09,700 रुपियाँ बराबरको 48.696% का दरले 39 करोड 71,69,300 रुपियाँ बराबरको प्रति किता 100 रुपियाँमा अंकित मूल्यका 39,71,693 किता शेयर निष्कासन गर्ने अनुमति पाएको हो। यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि 3 करोड 97,16,930 रुपियाँ बराबरको 3,97,169 30 किता शेयर सार्वजनिक निष्कासन गरेको हो। यस आईपीओमा न्यूनतम 10 कितादेखि अधिकतम 100 कितासम्म आवेदन दिन सकिनेछ। इच्छुक वैदेशिक रोजगारमा रहेका नेपालीहरूले 22 गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन दिने प्रक्रिया मेरो शेयर अनलाइन प्रणाली मार्फत सी-आसभा प्रणालीको प्रयोग गरी वा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट भर्न सकिन्छ। यस आईपीओ को शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। यो त थियो वैदेशिक रोजगारको लागि ट्रेड टावरको जानकारी। यस्तै जानकारी तपाईहरुले चाहनुहुन्छ भने कृपया हामीलाई फलो गर्नुहोस् र यो तपाईहरुले आफ्नो साथीहरूलाई शेयर गरिदिनु होला। हवस् त, जय नेपाल।